हेलो दर्शन, नमस्ते। स्मितहरू सबैजना निकै हुनुहुन्छ होला। म चाहिँ निकै छु नै। किनकि भनेपछि विगत 3-4 दिनदेखिको विगत 3-4 दिनको न्युज हेरिरहेको छु म। हाम्रो महिला चेलीहरू सुरक्षित छैनन् भन्यो भने हाम्रो समाजमा अहिले पनि यस्तै छ, नियम छ। एउटा छोरी जन्मिन् भने उसलाई हामी देवीको मान्यता दिन्छौँ। तर यही देवी मान्ने यता देशमा पहिले राणा शासन कालमा पति या हस्बेन्ड मर्दाखेरि जिउँदै जल्नु पर्थ्यो। त्यो बेला पनि सुरक्षित थिएनन् महिला। विगत त्यहाँदेखि हेर्दा पनि त्यहाँ र हेर्दा तकरिबन 50-60 वर्षसम्म नि सुरक्षित छैनन्। अस्ति नै 10 वर्ष अगाडि निर्मलता पन्तको हातमा अहिलेसम्म शान्ति पाएको छैन। त्यहाँको त्यो हत्या गर्ने, बलात्कार गर्ने त्यो हत्यारा हिँडिरहेछ। हिजो अस्तिको घटना आएर इन्सिका बिक ऊ पनि 16 वर्षकी एक युवतीको बच्चेको भनौँ न बहिनीको हत्या, बलात्कारपछि हत्या भएको छ। यहाँ कहिलेसम्म हुने यस्तो घटना। त्यही त्यो हत्यारालाई पनि नाबालक भनेर छुट्याइँदैछ हाम्रो देशमा। त्यही देवी मान्नेलाई यस्तो भइरहेछ। मलाई अब आउने सरकारलाई यही भन्न चाहन्छु कि यस्तो नियम ल्याउनुहोस्। बलात्कार गर्ने मान्छेले पनि 10 पल्ट सोचोस् कि नियम कानुनले गर्दाखेरि मलाई भोलि यस्तो हुन्छ उस्तो हुन्छ। म त भन्छु ह्याङ टु डेड हो ल्याउनु पर्यो सरकार यो नियम। भोलि पर्सि हाम्रो छोरी चेली सब सुरक्षित हुने नियम ल्याउनुहोस् बालन सरकार। यही तपाईँलाई म यही रिक्वेस्ट छ मेरो हार्टबाट मुटुबाट रिक्वेस्ट छ कि खतरा भनेर खतरा नियम ल्याओस् कि त्यो अपराध गर्न पनि त्यो अपराधीले 10 पल्ट सजग भएर सोचोस्। हस्त जय नेपाल, जय देश मेरो नेपाल।